हाजिमे मासुते। नमस्ते। हजुरको नाम? मेरो नाम पुन्मगर हेमराज। गुण मगर हेमराज है। अनि स्टाफ नम्बर? स्टाफ नम्बर 79444। 79444 है। हजुर। हजुर। अनि अहिले एचआरसीमा नयाँ हुनुहुन्छ होला सायद हजुर है? हजुर हजुर। कति भयो काम गर्नुभएको हजुरले? 4-5 महिना हुन लाग्यो। 5 महिना भयो है। अनि 4 महिना। अनि अहिले हजुर एचआरसी छोड्ने प्लानमा हुनुहुन्छ कि यसमै काम कन्टिन्यू गर्ने प्लानमा हुनुहुन्छ? त्यसमा कन्टिन्यू भइरहेछ। भइरहेको छ है। अनि कन्ट्र्याक्ट अनुसारकै काम गरिराख्नु भएको छ होला नि है? कन्ट्याक्ट अनुसार भन्नाले? मतलब जे कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गरिराख्नु भएको छ होला नि सायद है अनि हजुर हजुर, त्यही गरिरहेको छु। त्यो बाहेक अरू काम त गर्नुभएको छैन है? छैन छैन। अनि हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू आफैसँग राख्नु भएको छ? हजुर। अ, अनि हजुरको वर्किङ आवरहरू अनि स्यालेरीहरू कन्ट्र्याक्ट अनुसार नै भएको छ होला नि है? टाइममै पाउनु भएको छ होला स्यालेरीहरू? स्यालेरीहरू त टाइममै पाइरहेछ, तर स्यालेरीहरू चाहिँ कन्ट्याक्ट अनुसार छैन भनौँ। हजुर। हजुर हुन्छ। अनि हजुरहरूसँग कोही इलिगल काम गर्नेहरू हुनुहुन्छ र? हुनुहुन्न अहिले त्यस्तो। हुनुहुन्न है। अनि हुनुहुन्न। हजुरलाई काम गर्दाखेरि असहज हुने कुराहरू केही भएको छ? गाली गर्ने, धम्काउने, थर्काउने त्यस्तो केही भएको छ र? छैन छैन त्यस्तो समस्याहरू। त्यस्तो केही छैन है। अनि स्वास्थ्यको केही समस्या छ हजुरलाई? छैन भनौँ अहिलेसम्म। अहिलेसम्म त्यस्तो छैन है। अनि हजुरलाई एचएससीलाई केही भन्नुपर्ने छ र केही प्रब्लमहरू छ? प्रब्लमहरू त त्यही त अहिले धेरै सुन्नुभयो पनि होला है। हजुर। कोठाको बारेमा, फोन उठाउने हजुर। अनि त्यस्तो त्यस्तो कुराहरूमा चाहिँ अलि एचआरसीले पनि ध्यान दियोस् भन्ने कुरा छ, ए त केही छैन। हस् हुन्छ। हजुरको समयको लागि धन्यवाद छ हजुरलाई है। धन्यवाद। सर समादेश। दर्शन देश।